गान्तोक जाँदैछौँ र केही किलोमिटरदेखि चाहिँ हामी गान्तोक र यता बाक्लो जाने बाटो छुट्दैछ र हजुरले यहाँको दृश्यहरू देख्न सक्नुहुन्छ। हिजो तपाईँले कहाँ भन्नुहुन्छ भने हिजोको कुरा अहिले साह्रै मजाले बनाएको छ। पहिला यस्तो थिएन नि त, पहिला यस्तो थिएन नि त, साह्रै मजाको राम्रो बनाएको छ नि त। गान्तोक जानको लागि त्यस्तै गरी मुस्ताङ हरेक क्षेत्रमा जानको लागि उहाँले एकदम शुल्क दिलाएर उहाँले लानुहुन्छ। त्यो भएकोले गर्दाखेरि हजुरले उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ अथवा मेरो दाजु हुनुहुन्छ डम्बर अथवा यामपुरम भन्नुहुन्छ उहाँ मार्फत पनि हामीले सम्पर्क गरेर उहाँसँग हामीले गाडी दिन सक्छौँ भनौँ रेन्ट गरेर हामी लान सक्छौँ।
हमेसा नै मनोरञ्जन लिनुहुन्छ भन्ने अपेक्षा गर्दै हुन्छ बिदा हुन चाहन्छु। हुन्छ सबैजनालाई जय मसी, नमस्कार।